हेर्नुहोस् है मेरो भर्खर एमाजोनको सामान आइपुग्यो। अब यसमा के छ म तपाईँहरूलाई देखाउँछु ल। यहाँ धागोहरू, साह्रो धागोहरू कलर कलरको खोज्दा खोज्दा हुन्छ। यो सियो धागो सबै सेटै भएको चाहिँ यहाँ मगाएको र यहाँ भर्खर यहाँ खोल्दैछु। हेर्नुहोस् है यो भित्रको के छ त्यो पनि म देखाउँछु। अस्ति मैले मगाएको थिएँ नि त हो। सियो पनि साइजको छ। ए हेर्नु साथीहरू, सियो कैँची साइजको छ सियोहरू 12वटा जस्तो छ सियो। हेर्नुहोस् है थुप्रै किसिमको धागो यहाँनिर सबै चिजहरू छ। यहाँ एक एकवटा देखाउनु कोही छोडिएछ कि अन्त मैले तपाईँलाई यसरी गरेर देखाउँदैछु। एकदम चाहिने चिजहरू आएछ। मन पर्यो भने तपाईँहरूले पनि लिनु सक्नुहुन्छ। हुन्छ, यो एकदम चाहिने चिज। यहाँ हेर्नुहोस्, यस्तो सिउनीहरू भयो। अब के सिउनीहरू चाहिँ हामीले खोल्नु परेको छ भने चाहिँ अब मसिनो धागोहरू चाहिँ यसले यसो यसो गर्दै निकाल्दै गर्नु चाहिँ अब सुविधा। यस्तो चिज पनि रहेछ यो पनि हो। यो रहेछ। अन्त सियो चाहिँ सियोमा धागा लाउने चाहिँ मलाई एकदम चाहिएको थियो। यो चिज चाहिँ मलाई एकदम चाहिएको थियो होइन। राम्रो नदेख्दा पनि रहेछ नि हौ यहाँनिर त। हेर्नुहोस् ल, देखेन कसरी चाहिँ तपाईँहरूलाई देखाउनु पर्ने। यो चाहिँ अब यो सियो छ नि, यो सियोमा चाहिँ यसरी घुसायो। यसरी घुसाएर चाहिँ त्यहाँदेखिको चाहिँ धागो चाहिँ यहाँबाट फेरि यसो घुसायो। त्यहाँदेखि घुसाएर यसरी तानेर चाहिँ सियोबाट चाहिँ यसरी तान्नुपर्ने। हो, यो चाहिँ राखेँ। यो सियोमा धागो चाहिँ पस्यो। सजिलो हुन्छ हाम्रो अब अलिक आँखा कमजोर हुनेहरूलाई चाहिँ अब है भनेको बेलामा केटाकेटीहरू हुँदैन, आफैले गर्नु पर्यो। र यस्तो सुविधा थियो र चाहिँ मैले यो सामान किनेको। तपाईँहरूले पनि लिनुहुन्छ भने लिनुहोस्। थुप्रै चिज पाउँदो रहेछ। राम्रो लाग्यो भने चाहिँ तपाईँहरूले पनि लिनु सक्नुहुन्छ। मैले लिङ्क हालिदिएको छु डिस्क्रिप्सनमा र कमेन्टमा पनि। हुन्छ।